टक्क हेर्नु न यस्तो भइरहेको छ कि सो बल भ्यू आयो कि अहिले टक्क अहिले चाहिँ 5:30 भइसकेको छ सो भन्दा चाहिँ अहिले धेरै अलिकति राति भन्दा अहिले 5 बजिसकेको छ अस्ति चाहिँ टाढै गइदिने अनि खतरा भ्यू आउँछ नि त तर यस्तो बल भ्यू आयो यस्तो घाम लागिरहेको छ क्या घाम गएको थियो 50 जस्तो भइरहेको थियो अहिले यस्तो बल सफा भइरहेको छ कि यस्तो बल भइरहेको छ कि अनि यस्तो ठाउँमा मजा आउँछ होला गाइजहरू सबलाई आउँछ त्यो हेर्दै गर्नु होला सो गाइज त्यो भन्न चाहन्छु मलाई यस्तो मनपर्छ कि यस्तो दामी छ कि होइन त्यो आकाश हेर्नु न क्या दामी छ क्या सो गाइजहरू टक्क चल्दियो हामी माथि टक्क चल्दियो सो त्यो भिडियोलाई हेर्दै गर्नु होला माथिबाट सो त्यो बाँकी नै छ गाइज अनि यस्तो बल भ्यू आयो कि टक्क हामी चाहिँ नि हल्का माथि टपमा आइसकेको छौँ यस्तो बल चाहिँ घाम टक्क डुम लगाइरहेको छ सनसेट पनि अनि हामी चाहिँ जाँदैछौँ हल्का साथी त्यो गाइज ट्याक्क दामी छ यस्तो बल भ्यू आयो कि बल छ कि सो गाइज त्यो यस्तो सनसेट आइरहेछ सो त्यो टक या सफा टक्क त्यो यस्तो बल ठाउँ छ कि यस्तो घुम्नको लागि चाहिँ घुम्नु भन्नाले फ्रेस हुन गर्मी कहाँनिर दामी छ क्या यतातिर सनसेट हेर्नु कस्तो आएको छ हेर्नु नि टक्क छ त्यो गाइज अनि हामी चाहिँ टक्क अहिले थाकेर पुरै कुद्दै आउँदा यस्तो बल भइरहेको फिल भइरहेको क्या एकदम क्या आनन्द फिल भइरहेछ क्या यस्तो रमाइलो छ कि अनि यतातिर चाहिँ गाउँ पनि छ देख्न यस्तो बल छ कि यतातिर रमाइलो भइरहेछ सो इन्जोय भइरहेछ इन्जोय फुल छ त्यो पनि दामी लगाइरहेछ आज हल्का दामी भइरहेछ देख्न सक्नुहुन्छ टक्क हेर्नु न यहाँ चाहिँ टक्क यतातिर मौसमले नै आज क्या दामी साथ दिइरहेछ क्या सो हामी चाहिँ आज चाहिँ हल्का बेलुका आएको त्यो पनि कस्तो राम्रो भइरहेको थियो टक्क माथि पनि जानु छ त्यहाँबाट देख्छ दामी भ्यू चाहिँ सो त्यो हेरेको छ तपाईँहरू पनि आउनु होला गर्मीको समय यस्तो रमाइलो हुन्छ कि यहाँनिर उ भइरहेको थियो के अरे अहिले चाहिँ हल्का पानी परिरहेको थियो अहिले चाहिँ यस्तो दामी देखिरहेको छ कि यस्तो बल भइरहेको छ कि सो त्यो बल भ्यू छ कि टक्क होला सो गाइज पारी हेर्नु न पारी डाँडा यस्तो बल देखिरहेको छ हेर्नु न है यस्तो दामी देखिरहेको छ यस्तो खतरा देखिरहेको छ कि वाउ यार यो त डेन्जरै छ किन होला त्यो सिन्धुली हो फेरि सिन्धुली गाइज सिन्धुलीमा नि यस्तो बल ठाउँ छ भन्ने तपाईँले नसोचिरह होला तर यस्तो बल छ कि दामी छ होइन नि यहाँबाट हेर्नु नि यहाँबाट टक्क वनहरू नि क्या हरियाली छ क्या दामी छ टक्क हामीले यस्तो इन्जोय गरिरहेको यस्तो राम्रो छ हेर्नु न यता साइडतिर हेर्नु न यस्तो कस्तो छ हेर्नु न टक्क यतातिर कोही पनि घुम्न आउँदाखेरि चाहिँ कोर्सोर नगरिदिनु होला सो गाइज फोहोरहरू नगरिदिनु होला यतातिर हल्का आफैले घुम्न खानेकुरोहरू खाएपछि चाहिँ टक्क आफैले चाहिँ टक्क म्यानेज गर्नु होला होइन टक्कमा फ्याल्नु होला सो त्यही भन्न चाहन्छु किनभने यस्तो राम्रो ठाउँमा चाहिँ यस्तो राम्रो ठाउँमा चाहिँ किनभने वातावरण प्रदूषण हुन्छ यस्तो राम्रो ठाउँमा होइन राम्रो काम गर्नु पर्ने त राम्रो सफै त छ तर हल्का चाहिँ देखिरहेको छ क्या त्यो पनि यिनीहरू चाहिँ यस्तो नफ्याल्नु होला है सो गाइज मैले फ्यालेको नलि हेर्नु कस्तो सनसेट यहाँ हेर्नु सो गाइज यता हेर्नु न यता महाभारत क्या देखेको छ हेर्नु न जस्तो गाइज वा सिवारा यस्तो छ कि यस्तो यता पारी हेर्नु यस्तो दामी छ कि यहाँ चाहिँ पुरै देख्छ क्या यस्तो दामी छ सो गाइज त्यही हो हामी एकछिन बस्छौँ यहाँनिर अनि त्यसपछि लेट्स सी गाइज हेर्दै गर्नु होला उडिरहन मन हरियाली छ क्या अरू भन्दा नि यस्तो स्वच्छ हावा पाइन्छ कि एकदम होइन पाइन्छ त्यही हो गाइज त्यहीबाट सो देख्न सक्नुहुन्छ त्यही हो हामी चाहिँ सो टक्क रेस्ट गरेर हावा खाएर टक्क जाँदैछु लेट्स सी सो गाइज उता हेर्नु न सनसेट कस्तो छ सो देख्न सक्नुहुन्छ यता हेर्नु न कस्तो आउँछ होइन त यस्तो बवाल मौसम छ कि यस्तो बवाल छ सो त्यही दामी छ सो हजुर यस्तो बवाल छ कि यस्तो बवाल छ सो लेट्स सी हामी घर जाँदैछौँ त्यही आउनु होला क्या यस्तो ठाउँ हेर्ने भए सो यता आउनु होला सो त्यो सो आजको भिडियो चाहिँ यति नै होइन सो गाइज त्यही हो पछि फेरि हेर्दै गर्नु होला सो गाइज मेरो भिडियोमा नयाँ हुनुहुन्छ सब युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सो लाइक गरिदिनु होला सो राम्रो लाग्यो भने अच्छा थ्याङ्क यू सो गाइज मेरो भिडियो हेरिदिनु भएकोमा सो त्यही हो आजको लागि चाहिँ यति नै छु सो गाइज त्यतिखेरसम्मलाई पर्खिनु होला सो त्यही हो थ्याङ्क यू